हेलो साथीभाइहरू सबैजनालाई वेलकम टु माई नेक्स्ट ब्लग होइन सबैजना सन्चै हुनुहुन्छ होला। अब आज उठियो, आज फेरि नेक्स्ट ब्लग सुरु गर्दैछु होइन। अब उठियो, अब कलेज जानुपर्छ। आज हल्का ढिलो भयो। अब ड्रेस त लायो होइन, ड्रेस लायो। अब कलेजतिर जानुपर्छ। आजको दिन कस्तो हुन्छ, केही न केही इन्ट्रेस्टिङै हुन्छ होला। सो भेट्दै गरौँला है त। अब कलेजको यात्रातिर लाग्नुपर्छ, यही हो। त्यसपछि म लागेँ कलेजतिर। बिहानीको शीतल हावा खाँदै यसो हेरेको, बाटो पनि खाली रहेछ। त्यसपछि ठ्याक्क कलेज पुगेको, गाड्दै त त्यसपछि गएर भाइ तिमी आज पनि ढिलो आयो होइन, रोको आज म तिमीलाई भित्र जानै दिँदैन, रोको तिमी आज बाहिरै बस्नुपर्छ भन्न थाले। दाइले होइन नि दाइ हामी आइहाल्यौँ दाइ भने। यो बुढा त भाइरल छ नि, त्यो ल्याङ गऱ्यो भने मार के हड्डी निकालिदियो। के हो बाबु साहब, ट्याम कति भयो? यो गाडीलाई त्यहाँ लगाएर तपाईँले भनेर बस्ने हो? बस हो त, म यहाँको प्रिन्सिपल हो। म पढ्ने कलेज चाहिँ यही हो, भ्याली स्टेट कलेज। यहाँ बिबिए, बिएससिएम र एमबिए पढाइ हुन्छ। हामीलाई चाहिँ अब इक्जाम सक्यो, अब टुर लिएर जाने कुरो छ, त्यही छलफल हुँदैछ। के छ मित्र, लैदडी मित्र? ल त कलेजबाट आइयो, अब खाना खान जानुपर्छ। कलेज रमाइलो भयो। आज रिजल्ट आएको थियो, रिजल्ट पनि राम्रै भयो। अब खाना खान जानुपर्छ होइन। भर्खर कलेजबाट आइयो, के हुन्छ आज इन्ट्रेस्टिङ हेर्दै जाऊँ है त। त्यसपछि खानासाना खाइयो, अनि आँप रहेछ, आँप पनि काटेर खान थालियो होइन। यो चाहिँ हाम्रो यही बिपी कोइराला क्यान्सर हस्पिटलमा फलेको आँप हो। ल है त खानपिन खाइयो, खानासाना खाइयो। अब लाग्नुपर्छ। आज चाहिँ खाना खाँदा अगाडिको बनाइन, मोबाइलमा अलिकति चार्ज पनि थिएन, त्यही भएर बनाइएन होइन। अब बनाइन्छ। अब आज के हुन्छ इन्ट्रेस्टिङ, के हुँदै जान्छ हेर्दै जाऊँ होइन। अब आज रुम पनि मिलाउनु पर्ने छ, रुमको हालत बेजा छ। अब गएर सरसफाइ कार्यक्रममा लागि पर्नुपर्छ। धेरै फोहोर भइसक्यो रुम पनि। ल यो पनि रेडी पोजिसनमा रहेछ। ओहो नयाँ मान्छे आएर रहेछ नि त हाम्रो यहाँ त। ओ गोविन्द दाई, के छ दाई हालखबर? खोइ त नि खाना खानुभयो? खायो। कतिखेर खानु भयो? कहाँ गएर आएको त नि? केटी आमा नसक्नु, कस्तो राम्री थियो कि। रिसाहन त किन हो त नि दाइ? वाह बडा एक्सन दियो त, यत्तिकै बस। अझ ल है आयो गोविन्द। ला भाग्यो त ल गोविन्द नै त भागिदियो। ला भाग्यो त ल गोविन्द नै त भागिदियो। ल मिस नेपाल होइन त? मिस नेपाल अब यहाँ रेडी गरेर अनि नसक्दो नि। भने बोयफ्रेन्ड भाग्दैन यता। अनि किन चाह्यो? यस्तो यस्तो नत्र यस्तो गर्दै पनि भयो। ल बिहे गर्ने खाना खानु बद्दै तपाईँको गाडी मात्रै अनि फेरि हाम्रो गाडी त फेरि राम्रै छ भन्छ। रिजेक्ट हो? त्यत्तिकै सहयोग गर्नुपर्छ। ल अब चाहिँ लाग्नुपर्छ। ल गयो दि ल भाइ हानिदिएको त
गोन्दै कहाँ रातो हुन्छ कि किन हुँदै बियर खाइदिएको रे मार्छ ल लाग्यो रे ल अब यात्रा घरतिरको ल अब खानपिन भयो घरतिर जानुपर्छ आज काम काज धेरै छ रुम मिलाउनु पर्ने छ मेन कुरा आज के हुन्छ अब हेर्दै जाउँ आजको दिन कसरी बित्छ हेलो साथीभाइहरू गर्मीले पसिना भयो होइन आज गर्मी पनि औडा छ अब उठेर आज एकछिन चाहिँ आफ्नो सानो बिजनेस छ त्यो सानो बिजनेसको मैले चाहिँ अलिकति आज प्रमोसन भिडियोहरू पनि गरिराखु होइन आज भिडियो सिडियो बनायो थोरै भिडियो सिडियो बनाएर हालियो होइन ठिक छ राम्रो छ सबै राम्रो छ सबभन्दा मलाई मन परेको चाहिँ यो चिज हो क्या यो सेन्डो हो होइन गर्मीमा तपाईँले यो सेन्डो मात्रै लाएर बस्नुहुन्छ भने शीतल महसुस गर्नुहुन्छ पसिनाले भिज्दैन मेन कुरा यस्तो गर्मीमा जति गर्मीमा लाए पनि यसले पसिना मजाले सोच्ने हुनाले यो सेन्डो एकदमै दामी छ विथ द नेम अफ हिमालयन जी होइन विच रिप्रेजेन्ट आवर नेसन विथ एज अ हिमालयज होइन हाम्रो देशलाई चाहिँ अलिकति हिमालयज भनेर चिनेको हिसाबले पनि यो मैले हिमालको लोगो हिमाल अनि त्यहाँ माथि उत्पादन भएको गाँजाबाट बनेको लुगा हो भनेर रिप्रेजेन्ट गर्नलाई यो मैले सेन्डो बनाएको यो चाहिँ मैले पनि पर्सनल्ली चाहिँ दुई तिनवटा लगाइरहेको हुन्छु र हामीसँग विभिन्न कलर अप्सनमा हाफ सर्टहरू रहेको छ फुल सर्टहरू रहेको छ होइन त्यसपछि गएर विभिन्न हामीसँग कुर्ता सेट पनि छ यदि हजुरहरूलाई कोट सर्टहरू लाएर जान तपाईँलाई गर्मीले सकिँदैन भने चाहिँ हामी हजुरहरूको फङ्सन अटेन्ड गर्नको लागि भनेरै कुनै पनि फङ्सनहरूमा जानको लागि भनेर हामीले कुर्ता पनि यो चाहिँ हाम्रो कुर्ता हेर्न सक्नुहुनेछ होइन यो चाहिँ हाम्रो कुर्ता हो यो हजुरहरूलाई गाजाबाट बनेको कुर्ताहरू पनि छ हामीसँग हाफ बक्स पेन्टहरू पनि छ विभिन्न कलर अप्सनमा छ होइन सो त्यही नै हो गाइज यसो भिजिट गर्नु राम्रो हो लुगाहरू होइन सबै नेचुरल हेमबाट प्राकृतिक रेसाबाट बनाएको लुगाहरू हो पोल्दैन चिलाउँदैन र अहिले यो एकदमै चर्को घाम लाहा र यो चर्को घाममा युभी अल्ट्रा भायोलेट रेज भन्ने हुन्छ होइन त्यो चाहिँ धेरै गर्मीमा हाम्रो सफ्ट स्किनहरू हुनेलाई चाहिँ एकदमै समस्या पर्छ स्किन सम्बन्धी स्किन डिसअर्डरहरू हुनसक्छ त्यही समस्यालाई मध्यनजर गरेर हामीले चाहिँ गाँजाबाट बनेको लुगा एकदम राम्रो पनि हुन्छ स्वास्थ्यको लागि पनि राम्रो हुन्छ र सँगसँगै आफ्नै देशमा बनेको लुगा हो सो सबैजनाले सपोर्ट गर्नुपर्छ होइन देशकै खाउँ देशकै लाउँ र देशमै बसौँ भन्ने सन्देश दिने हो सो अब आजलाई यति नै हो होइन भिडियो सिडियो चाहिँ गरियो आज रुम त आज त फेरि चिक्ना बनाउने यो लाइटिङ पनि छ होइन लाइट चाहिँ अहिले हाले होइन अब आज रुम सुम सफा गरियो अलिअलि एकताल ढाका टोपी लगाइदिउँ है कस्तो देखिन्छ मैले अहिलेसम्म ल है त साथीभाइहरू एकदमै झिल्के पारामा नेपाली बाबु देखिँदो रहेछ होइन कि उल्टो भयो कि होइन सुल्टो नै छ नेपाली बाबु देखिँदो रहेछ ल अब चाहिँ म पनि लाग्नुपर्ने हुन्छ होइन त्यही भएर अब लाग्छौँ आज कामकाज यस्तै हो होइन भिडियो काम त गरियो आज आफ्नै लुगाहरूको पनि भिडियो बनाइयो पेन्टिङहरू फेरि सोच्नु होला यो चाहिँ मैले बनाएको चित्र हो होइन एड बाई डिराज अधिकारी यो चाहिँ भाइले बनाएको चित्र स्वयम्भूनाथ होइन त्यसपछि गएर मन्दिरहरू सो यही नै हो अब कता गइन्छ भन्ने थाहा छैन आज के इन्ट्रेस्टिङ हुन्छ आज होइन आजको दिन कसरी बित्छ आज कस्तो नयाँ कुरा नयाँ इन्ट्रेस्टिङ चिज के हुन्छ त्यो बारे चाहिँ हामी आज हेर्नेछौँ त्यसपछि ठ्याक्क मौसम दामी थियो पानी पर्ला जस्तो हावा उरिला थियो होइन दामी मौसम थियो त्यसपछि सर एकछिन रिफ्रेस भएर बस्यो होइन ठ्याक्क सिन पनि दामी देखेको थियो मान्छेहरू फोटोसोटो खिच्दै रिफ्रेस हुन आएको थिए दामी थियो चट्ट घुम्ने खालको मौसम छ दामी छ नारायणी किनार अब बर्खा लागेपछि चाहिँ पानी कहाँसम्म आइपुग्ने हो ल त साथीभाइहरू ठ्याक्क पानी परेको थियो
अब उहाँ बसिरहेको थियो नारायणीमा बसेको एकछिन त आनन्द भएको थियो हावा चल्यो होइन सर्र हावा चल्यो खोलाको छेउमा एकछिन बसेको शीतल आनन्द भएको थियो त्यसपछि एउटा दुईवटा राइड हाने पानी पर्ला आज सिमसिम भयो त्यसपछि तुफान गराइयो होइन अब हेरौँ के हुन्छ फेरि अब सायद 7 बज्न लाग्यो खानासाना खान जानुपर्छ खानासाना खाएर छोटो मोटो गफ हानेर अनि आजलाई बिदा हुनुपर्छ है त लाइक सब्सक्राइब कमेन्ट चाहिँ हानौँ है हेरिरहेको इन्ट्रेस्टिङ छ रमाइलो हुन्छ पानी पर्यो बस प्लेन सानोमा यो प्लेन हेर्दा कम खुसी लाग्छ त्यही भएर अहिलेलाई यति नै अब एकैचोटि खानासाना खाएर त्यसमा फेरि भेट्नेछौँ है त ल त साथीभाइहरू खाना खान आयो अब साँझ पऱ्यो होइन अब खानासाना खाएर गएर हामी फेरि एकछिनमा खाना खाएर भेट्नेछौँ है त ल के छ साथीभाइहरू होइन खानपिन खाएर पनि आइयो अब आजलाई यति नै आज रमाइलो भयो होइन आजको दिन पनि यत्तिकै बित्यो सो यस्तै भिडियोहरू आइरहेको छ होइन सो लाइक कमेन्ट सब्सक्राइबहरू चाहिँ गरिराखौँ फलो गरौँ होइन त्यही नै हो आजलाई यति नै हामी फेरि अर्को ब्लगमा भेट्नुपर्छ है त